सानो गाउँमा बस्ने आकाश र सपना स्कुल पढ्ने बेलादेखि नै साथी थिए। सुरुमा त उनीहरूको सम्बन्ध केवल मित्रतामा मात्र सीमित थियो, तर बिस्तारै एक अर्काको साथ हाँसो र प्रवाहले उनीहरूलाई अनौठो सम्बन्ध बाँड्दै लग्यो। दुवैको मनमा प्रेमको अनुभूति जन्मिएको थियो, तर कसैले मुखले भनेनन्। डर थियो कहीँ मित्रता हराइएला कि। एक दिन वर्षौंपछि आकाश सहरतिर पढ्न जान लाग्यो। बिदाईको बेलामा सपनाले आँखा रसाउँदै यति मात्र भनिन्, ध्यान राख है, फेरि फर्केर आउनु है। आकाश सहर गयो, समय बित्दै गयो। फोनमा कुरा गर्थे, तर दूरीले नजिकको माया पनि अलि टाढा बनाइरहेको थियो। वर्षौंपछि आकाश गाउँ फर्कियो। उसले सपनालाई भेट्न चाह्यो, तर सपनाको हातमा त पहिल्यै अरू केही मेहन्दी लागिसकेको थियो। त्यो दिन आकाशले पहिलो पटक बुझे, साँचो प्रेम त केवल पाउनु मात्र होइन, कसैलाई सधैँ खुसी देख्न चाहनु पनि हो रहेछ। आकाशले आफ्नो मन चुपचाप सम्हाल्यो, तर सपनाको खुसी हेरेर मुस्कुरायो र बिर्सिन नसक्ने एउटा कथा बुन्न पुग्यो। अपुरो भेट।